नमस्ते साथीहरु, आज भने मैले चाहिँ हजुरहरु बीचमा चाहिँ मैले यस्तो भिडियो लिएर आएको छु कि हजुरहरु हेर्नु होला। र यो रुमको चाहिँ हालत चाहिँ यति नराम्रो छ कि के भनौं। र उहाँले चाहिँ सरसफाई गर्ने दाजुहरुलाई चाहिँ बोलाउनु भएको छ र हेर्ने छ हामी चाहिँ यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है। धेरै राम्रो छ। ओ माय गॉड, यति फोर्स चाहिँ नगर्नु होला है साथीहरु। आफ्नो रुमलाई चाहिँ धेरै फोर्स छ। ओहो, र उहाँ पनि बस्नु पनि भएको छ यति फोर रुममा। रुमको हालत देख्न सक्नुहुनेछ। खाएर यस्तै नै फ्याँक्या छ यार। तर उहाँ दाजुहरुलाई चाहिँ मान्नुपर्छ है। उहाँले चाहिँ यति दामी काम गर्नुभएको छ। र हेर्नु न, खाएर चाहिँ बियर के खाएको, कोका कोला के दारू पनि खाछ है, पिएको छ। र यो चाहिँ पुरा काभार घर बनाएको छ है पुरा। र उहाँ हेर्नु न, यति फोर रुममा चाहिँ कसरी रहन्छन् के यार। ओ माय गॉड, यति गन्दगी छ यार यो रुमको। कहिले पनि फरसलाई पनि साफ गरेको छैन है। रुम चाहिँ धेरै फोहोर छ। वाउ, उहाँ चाहिँ टिप्स पनि हान्दै हुनुहुन्छ है। या र यो रुमको हालत हेर्नु न। यति फोहोर चाहिँ नगरौँ है साथीहरु। चुरट खाएर पनि ठीक छ, त्यो चुरट हाल्ने उ त डब्बा त छ, तर त्यो चाहिँ साफ गर्नु भएको छैन। र यो ढोका हेर्नु न, म्याक्सिमम 5 सालसम्म चाहिँ उहाँले चाहिँ रुमबाट बाहिर पनि जानु भएको थियो कि थिएन खै। तर उहाँको ड्रेस हेर्दाखेरि चाहिँ पाइलट जस्तै नै हुनुहुन्छ है उहाँ। पाइलटको लागि यति टाइम पनि त हुँदैन। भए पनि यति फोर्स चाहिँ नगर्नु है। र यो फरसको हेर्नु न, कति यार धेरै गन्दा छ है। तर उहाँ दाइलाई चाहिँ मान्नुपर्छ है, उहाँको कामलाई चाहिँ। क्या दामी काम गर्नुहुन्छ है उहाँले। यति फोहोर यार, यो हेर्नु त कति गन्दा छ यार। उहाँको यो कामलाई चाहिँ सेल्युट छ। ओ माय गॉड, यति फोहोरमा पनि कसरी रहन्छन् के। र यो ग्यासको हेर्नु न, चुलाको चाहिँ क्या दामी साफ गर्नुभयो उहाँ दाजुले चाहिँ। वाउ। अनि यो चाहिँ सामान राख्ने ठाउँ माथि। ओ माय गॉड, तर टाइल पनि व्हाइट टाइल छ कि। व्हाइट टाइलमा चाहिँ थोरै पनि गन्दगी धेरै देखिन्छ। र उहाँको कामलाई चाहिँ मान्नुपर्छ। यति दामी काम गर्नु भएको छ उहाँले। ओ माय गॉड,
चार्जिङ बोर्ड हेर्नु साथीहरू, चार्जिङ बोर्डको चाहिँ के हालत भएको छ। अनि यो चाहिँ के हो? ओ माई गड, यसको हालत हेर्नु न। यसको चाहिँ अरू खराब छ है, यसको हालत चाहिँ पुरा चाहिँ कबाडा घर बनाउनु भएको छ। र यो सामानको तले हेर्नु न। अनि यो चाहिँ छोटो चुला रहेछ है, यो चुलाको हालत देख्नु त। ओ माई गड, यो चाहिँ टेबल होला, सामान राख्ने टेबल। छोडेको घर भयो भने चाहिँ एउटा अलग नै हुन्छ, तर त्यो घरमा रहँदैछन् है, रहेर पनि यति फोहोर गर्नु भएको छ उहाँले। र उहाँले भने एसी पनि साफ गर्दै हुनुहुन्छ र एसीको रिजल्ट पनि हेर्नु होला। यो भिडियो भने लास्टसम्म जरुर हेर्नु होला है। ओ माई गड, एसीमा पनि, एसीको पनि सर्भिस नै गर्नु भएको छैन है उहाँले। रुमको त यो हालत छ, एसीको कहाँबाट सर्भिस गर्नु। र फाइनल लुक हेर्नु त, एसीको क्या दामी सर्भिस गर्नुभयो उहाँले चाहिँ। र पहिला अनि साफ गरेपछि हेर्नु। अनि वासरुम हेर्नु के, वासरुमको चाहिँ के हालत गर्नु भएको छ उहाँले। यो चाहिँ किचनको है। ओ माई गड, किचनको पनि धेरै नराम्रो छ हालत। यो चाहिँ किचन तलीको चाहिँ सामान राख्ने ठाउँ होला। यो चाहिँ झ्याल होला है, झ्यालको चाहिँ कति, ओ माई गड, पानी। अनि यो चाहिँ सामान राख्ने काउन्टर होला। यति फोहोर चाहिँ नगरौँ। वाउ, फाइनल लुक है साथीहरू। क्या दामी साफ गर्नुभयो है उहाँले चाहिँ। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो भिडियो? हजुरहरू पनि यति गन्दा चाहिँ नगर्नु होला है, यति फोहोर चाहिँ नगर्नु होला। ओके, धन्यवाद।